सरकार बनेको 100 दिन पुगेको छैन, अझै सरकार 5 वर्ष जाँदैछ, तपाईहरु अहिले आत्तिसक्नुभयो? होइन, हामी आत्तेको होइन। हामी त 5 वर्ष जुन जुन कारणले भए पनि बहुमत ल्याएको छ, हामीले त त्यसलाई स्वीकारेका छौँ नि। स्वीकार्दैनौँ भनेको छ र? कुनै नेताले स्वीकार्दैन भनेको छ र? निर्वाचनको परिणामलाई स्वीकारेका छौँ डे 1 बाटै। त्यसलाई जुन 100 दिनलाई हनीमुन पिरियड भनिन्छ, त्यसलाई त तपाईँको विगतका चाहिँ वर्षहरूमा विगतका सरकारहरूको त मान्छेले वेट एन्ड सी गर्थे नि त, पर्ख र हेरमा बस्थ्यो अनि 100 दिनमा चाहिँ त्यसको विश्लेषण गर्थ्यो। तर आज त तपाईँको चाहिँ डे 1 देखि तपाईँको चाहिँ यहाँ चाहिँ जनतामाथि चाहिँ के अरे चाहिँ जुत्ता बुट डोजर चलाउन थालियो अनि चुप लाग्ने कुरो भएन नि त। अनि तपाईँको अदालतभित्र न्याय माग्न गएको छ, अदालतमै खुकुरी हाने भने अनि चाहिँ त्यहाँ चुप लाग्ने भन्ने कुरा हुन्छ तपाईँको? ठ्याक्कै त्यही होइन त।